घटनाक्रम काभ्रे जिल्लाको शंखु स्थित डिभाइन लाइन बोर्डिङ स्कूल भित्रको हो। 2066 फागुन 7 गते स्कूलका प्रिन्सिपलले कक्षा 8मा अध्ययनरत आफ्नै छात्रामाथि बलात्कार गरेको आरोप लागेको थियो र विद्यालयका प्रिन्सिपल गोपाल बहादुर कार्की विरुद्धको आक्रोश हो यो। बलात्कारबाट पीड़ित भनिएकी छात्राले हाम्रो क्यामेरा सामु खुलेरै भनिन् प्रिन्सिपलले दुर्व्यवहार गरेकै थिए आफ्नै कोठामा लगेर। कति प्यारेन्ट्स डे थियो अनि त्यसपछि अनि मैले आफ्नो 7 गते आफ्नो सब नाटकहरू प्र्याक्टिस गरेर राति आएर बसिरहेको थिएँ अनि मिसहरू बसेको थिएँ, मिसको झोला बोकेर बसिरहेको थिएँ अनि मिस गीत सिक्न थाल्नुभयो अनि प्रिन्सिपल सरले मिसको गीत सुनिसकेपछि प्र्याक्टिस गर भनेर बाहिर आउनुभयो अनि मलाई एक्लै दिनुभयो लाइब्रेरी अगाडि। अनि आज के भयो किन घुम्छौ बस्यो भने अनि सर मेरो साथीहरू सब तल छ भने त चाहिँ किन यहाँ बस्यो अनि त्यत्तिकै भन्यो भने अनि सरले आइज नि त माथि भन्नुभयो अनि म गएको अनि हाँसी गइरहेको थिएँ अनि त्यसपछि रुममा लानुभयो अनि चुक्कु लगाउनु भयो अनि त्यसपछि चुक्कु लगाएपछि अनि ब्रेस्टमा हात लगेर किस खानुभयो काखमा राखेर अनि मलाई पनि किस खा भन्नु हुन्थ्यो मैले खाएन अनि हिँडा चाहिँ त भने खान भन्नुभयो अनि मैले खाएँ अनि त्यसपछि अनि तल सार्दै लुगा खोलेर मैले बिस्कै समाइरहेको थिएँ सरले छोड भन्नु अनि लुगा खोलेर अनि मेरो आमा आँसु खसिसकेको थियो केही नभने चाहिँ बोलाएर बसेँ अनि सर म्याम भन्यो भनेर भनिरहेको थिएँ अनि लुगा हालिदिएर लगेर रुममा राख्नुभयो बेडमा सुताइदिनु भयो अनि बेडमा सुताइसकेपछि ठ्याक्कै म्यामको फोन आयो एकछिन गर्नुभयो अनि म्यामको फोन आयो अनि म्यामको फोन आएपछि म्यामसँग कुरा गर्नुभयो अनि म्यामले म आउँदैछु भन्नुभयो अनि त्यसपछि अनि आउँदैछु भन्नुभयो अनि राख्नुभयो त्यत्तिकै राखिसकेपछि अनि प्रिन्सिपल सर टोइलेट जानुभन्दा अगाडि एउटा टालोले मलाई लगेर पुछिदिनु भयो सटरले गर्ने ठाउँ अनि आफूले पुछेर टोइलेट जानुभयो अनि टोइलेट गराएपछि फेरि ढोका लक गरेर गर्न थाल्यो भने सर म्याम आएपछि के हुन्छ म जान्छु अहिले तल भनेको पर्दैन जानु अनि म म्याम आएपछि छाडिदिइहाल्छु नि सो म्यामलाई थाहा पनि के हुन्छ मैले जानु त भन्दै नभन्न कहाँबाट थाहा पाउनु भनेर भन्नुभयो अनि म्याम आएको थाहा हुनुभयो अनि सरको मुखबाट पसिना निस्केको थियो कस्तो गाह्रो भयो भनेर भन्नुभयो अनि त्यसपछि सरले छाडिदिनु भयो अनि म आएर यता बसिसकेर अनि सुन्तला केला भन्नुभयो अनि सुन्तला केला सरलाई दिएँ अनि सुन्तला खायौँ दुवैजना अनि त्यसपछि दुवैजना सुन्तला खाइसकेपछि अनि अरूले किन बोलाएको भनेर सोध्यो भने फलफुल दिन भन्नुभयो अनि त्यसपछि चुप लागेपछि मैले अब त तँलाई पैसा नि चाहिन्छ होला होइन भने सर चाहिँदैन भनेको अनि 1000 निकालिदिनु चाहिँदैन भने 500 दिनु 500 चाहिन्छ त भन्नु मैले पर्दैन भने अनि त्यस बेला नि 200 त राख भनेर खल्तीभित्र हालिदिनु भयो अनि म बाहिर गएँ अनि बाहिर आउँदाखेरि जुन केटाहरूले मलाई पहिला हाँस्दै गएको त्यहाँ थिएँ अनि रिसाएर आउँदा तिनीहरू जाँदा खुसी भएर गएको मान्छे आउँदा रिसाएर आउँछ यार के भयो सरला भनेर सोध्यो अनि केही भएको छैन भने अनि अघिको तलको फुची एल्सा छ नि उसको बर्थडेको त्यही चक्लेटहरू खै मिलाइरहेको थियो अनि त्यसपछि के भयो भने केही भएन सरला दिदी के भयो फेरि किन अहिले त खुसी हुनुहुन्थ्यो एकैछिनमा के भयो भने केही पनि भएको छैन भने म्याम आएपछि थाहा भएपछि मलाई सरले छोड्दिनु भएको म तल आएर नेल्साले सोध्यो अनि तिमी अनि सिरियस देखेर साथीहरूले के भन्यो रे पहिला भन्दा चेन्ज भएछ के भयो तँलाई भनेर सुन्नुभयो सोध्यो साथीहरूले अनि मैले के पनि भएको छैन भनेर कसैलाई भनेको थिएन अनि त्यसपछि तिमीले मम्मीलाई फोन गर्यो मम्मीलाई फोन गर्ला अनि अशोक सरले देख्नुभयो फोन गर्ला किन फोन गर्ला भनेर सोध्नुभयो अनि सर मम्मी बिरामी हुनुहुन्छ हालखबर सोध्न अनि भनेको अनि सरले अनि के भनेर अनि विजय दाईलाई पनि फोन गर्न नदिनु भनेर फोन फिर्ता दिनुभयो अनि विजय दाई भनेको विजय दाई भनेको तिमीले दाई बनाएको दाई होइन
टिचर्स टिचर्स अन्त चाहिँ बिदाले कसैको मोबाइलबाट फोन गर्नु भएन थियो मैले अशोक सरलाई सबै कुरा भनेको होइन अनि मैले बनाएको दाइको घर गएको थियो भएर त्योभन्दा अघिल्लो दिन त्यो गरेको प्यारेन्ट्स डेको पर्सिहरू गएको थियो होइन अन्त सरले प्रिन्सिपल सरले चाहिँ होइन तर दाइहरूले चाहिँ के गर्यो भनेर भन्नुभयो क्या अन्त रुममा मम्मी बुवालाई भन्नुहुन्छ भनेर फोनले गर्न भएन थियो अनि फोन गर्न पाएँ अनि फोन गरेपछि मम्मी बुवालाई बोलाएँ अनि प्रिन्सिपल सरले सरी अबदेखि यसलाई छुन्न भनेर आमाकोसँग खानुभयो अनि हाम्रो ड्याडीहरू त्यतिकै जानुभयो अनि मम्मी मात्र आएपछि म तल आएर बसिरहेको थिएँ साथीहरूसँग अनि ड्याडी चाहिँ भाइले लिएर आउँदै हुनुहुन्थ्यो अन्त प्रिन्सिपल सरले तँ के भनिस् भनेर सोध्दा मैले सर यस्तो मलाई के गर्नुभयो मात्रै भने मैले अनि त्यसपछि तैँले ड्याडीलाई भन्नु केही नभने ड्याडी मम्मीलाई केही पनि नभने म तँलाई रेस्टिकेट गर्न नै सक्छु भन्नुभयो अनि त्यही डरले मैले ड्याडी मम्मीलाई नभन्ने विचारमा थिएँ अनि मम्मीले गाली गर्नुभयो अनि मम्मीले भन्नुभयो अनि मैले भनेको अनि त्यसपछि त्यही दिन लाने भन्नुभएको थियो लानु भएन इक्जाम दिएर जाने भन्नुभयो अनि बालिकामाथि भएको यो घटना सार्वजनिक भएपछि उग्र रूप लियो शङ्खुमा। यो घटना प्रति चासो बढाएका छन् अन्य अभिभावकहरूले पनि। यस्तो दुखद घटना आफ्नै छोराछोरीहरूमाथि पनि नपरोस्। विद्यालयको वार्षिक उत्सव मनाउने तयारीका क्रममा प्रिन्सिपलले आफ्नै कोठामा लगेर भनिएको बलात्कार घटनाले अब पीडित र पीडकको जीवनमा मात्र होइन सामाजिक जीवनमा नै खलल पुर्याइसकेको छ। तर आरोप स्वीकार गर्न तयार छैनन् प्रिन्सिपल कार्की। यो घटनाक्रम चाहिँ अलिक पहिलादेखि नै विकास भयो जस्तो लाग्छ। एकचोटि मैले 7 जना केटाहरूलाई विथ ट्याप समाधान त्योभित्रै लगाइयो भनौँ न गाडीसाडी गरियो बाबाआमाको लागि अब के गर्ने भनेर अनि फेरि त्यो भयो अनि त्यो केटी चाहिँ अस्ति कारवाही परेको थियो मेडलमै कुटेको 5 जना केटाहरूसँग बर्थडे बनाउनु भनेर हिँडेको छ अनि झ्यामझ्याम हेर्दै अनि मैले चाहिँ अब यस्तो होइन अबदेखि भनेको थियो त्यही केसलाई लिएर अस्ति 5 लाख खोज्नु के खायो भने मलाई उहाँ रिपोर्ट गराएको गएपछि चाहिँ मैले हस्पिटल लाग्नु होइन हस्पिटल अनि आज चाहिँ के गर्न खोजेको पनि किन यसो गरेको भनेको मेरो बाबाजी कलकत्तामा हुनुहुन्छ बुवाले जबरजस्ती मलाई यहाँ ल्याइदिनु मलाई जाने इच्छा छ कलकत्ता अनि जाने कुरा त म बुवालाई बोलाएर भनिदिइहाल्छु किन त टाउको खानु यो त सरल सहज हुन्छ नि भन्ने खालको कुरा त मेरो आफ्नै मान्छे यस्तो गर्नुपर्छ म भन्दै मैले थाहै छैन मलाई त्यो कुनै खालको केही तयारी त्यस्तो कुनै केही छँदै छैन अन्त न त एउटा खालको तयारी हुन्छ नि मान्छेको काहीँ केही हुँदैछ भन्ने केही पनि हुनै छैन नि जस्तो अस्ति गाडीलाई त्यहाँ भयो केटाकेटी झगडा गरेँ भनेपछि पनाउतिर मैले सबै सहयोग खोज गरेर एउटा भएको थियो नि त थाहै छैन भर्नै आएको त्यो होइन निराधार कुरा हो मेरो आफ्नो मान्छे भयो भने कहिलेकाहीँ अब सानो केटी भयो भने यसो गर्ने सम्झाउने के गर्ने गरेर बेग्लै कुरा हो तर जुन आरोप चाहिँ प्रुफ होस् डक्टर छौँ देखाउँ सबै कुराहरू है म त्यसमा त्यो किनभने अब त्यो आरोप चाहिँ यति सीमा लागिसकेको छ सबैले नै पत्यारै ममाथि आक्रमण गरेको छ जम्मैजना नै त्यहाँ मेरो पुरै नसुने अरू पनि पछि हामी बुझेकै थिएनौँ भन्ने बुझिरहेको छ कि मात्र अब 5-10 उनलाई चाहिँ रेप गर्यो भनेपछि एकदम भयो त्यो त मेरो कल्पना हुनु पाएन मैले अहिलेसम्म मेरो लाइफमा कसैलाई रेप गरेको छैन कसैले पनि मैले रेप गरेको छैन यो मेरो एकदम तयार म एकदम तयार छु प्रमाणित भयो भने म तयार छु स्टार्टिङ गरेँ कि म पहिला सुनिश्चित भएको छ होइन त्यसपछि कुरा चाहिँ के हुन्छ भने म एक्सनमा जानु सक्छु मेरो विचारमा चाहिँ के हुन्छ भने एउटाले एक्सन लिएँ त्यो सिरिज समाज त्यसले सञ्चार त्यो एक्सनमा म जानुभन्दा पहिल्यै थाहा पनि यो घटना आइरहेको छ जुन एउटा छात्रामाथि जुन किसिमको एउटा अभियोग लागेर जुन किसिमको एउटा तपाईँको आर्जन गाडी आर्जन गरेका छन् स्कुल तोडफोड गरिरहेका छन् त्यसलाई यहाँले कसरी लिनुभएको छ छात्रामाथि मैले चाहिँ त्यस्तो गर्छु भन्ने यहाँहरूसँग मेरो धेरै लामो सम्बन्ध भएको छ कि पत्याउनुहुन्छ यहाँलाई त विश्वास लाग्छ हामीले पत्याउनु हुँदा पनि प्रुफ गरौँ उसो भए डक्टर जान्छौँ डिएनए टेस्ट गरौँ अथवा अरूको प्रमाण गर्ने कुराहरू के छन् अब त लागिसकेपछि त मैले मात्रै होइन भने मैले त एकदम 100% है मलाई उगा मैले होइन जहिले पनि नत्र कसरी त्यो कुनै नहुने कुरामा म एकदम भन्छु मैले त्यसबारे अब के चाहिँ हो भन्दाखेरि ऊ मेरो नाचदार भयो भने कहिले काहीँ हात लागि होला त्यसमा चाहिँ म किनभने विद्यार्थीमा पिट्छु पनि हातले कहिले अब यसो माया गरेर यस्तो गर्नु पनि गर्छु त्यसो विद्यार्थीलाई माया गरेर यस्तो गर्नु सक्थ्यो होइन त्यो खालको काम चाहिँ मेरो भएको छ तर उसलाई त्यो करणी नै गर्ने नियतले मैले केही काम गरेकै छैन करणी त मैले गरेकै छैन
प्रिन्सिपलले जति नै सफाई दिए पनि अब उनी अनुसन्धानको दायरामा परिसकेका छन् र यो घटना एउटा गम्भीर सार्वजनिक मुद्दा बनिसक्यो। पीड़ित भनिएकी बालिकाले दिएको बयान र पीड़क भनिएका प्रिन्सिपल कार्कीको भनाई आफैमा विरोधाभासपूर्ण छ। तर यी भनाईहरू मध्ये पनि सबैभन्दा गम्भीर पक्ष के हो भने पीड़ित बालिकाले आफूमाथि भएको घटना सार्वजनिक गर्न बाध्य हुनु भनेको पक्कै पनि उनीमाथि केही न केही भएकै छ। होइन भने शिक्षकलाई नै तोकेर उनले किन घटना सार्वजनिक गर्नु पर्यो? आखिर यस्ता विभिन्न नाम र बहानामा हाम्रो समाजमा महिला मात्र होइन बाल बालिकाहरू समेत यौन हिंसा र बलात्कारको शिकार भइरहेका छन्। यो घटनामा पनि बलात्कार भएको होइन भन्ने कुनै आधार छैन। जुन कुरा अनुसन्धान गर्ने दायित्व अब प्रहरी प्रशासनको काँधमा आइसकेको छ।